होइन म कोदो ढिँडो त खाइरहन्छु नि ल घरमा अनि म बनाइरहन्छु त अब चाहिँ हाल्छु अब चाहिँ यस्तो पानी कोदो ढिँडो त खाइरहन्छु नि ल घरमा अनि म बनाइरहन्छु अब तो सर बोल दे यो बुझ्नु परेन हैन हामी यो बुझ्नु परेन हैन किन हिरो यसो निक्लोपट्टि भन्छस् थर्काए युट्युबमा कोदोलाई इङ्ग्लिसमा के भन्छ रे केटा के भन्छ रे मलाई थाहा छैन ल अब इधर सर्च गर्दै रहेछ गुगलमा यो त फोटो खिच्दै चाहिँ यसको त फर्स्ट टाइम हो जस्तो लाग्यो पहिलो मान्छे जस्तो खोले पाटे खाएर उसमा नि भन्छ गीत पनि भन्छ जे पनि छ नि त कुन गीतमा ल गाइदिनु त बाजे गीत गाइदिनु त कुन चाहिँ गीतमा हुन्छ खोले पाउडर नखाएन गरिबको बच्चाहरू हुर्कै पढाइ हुँदैन भन्ने गीत सही हो राम्रो हो त्यो अब शब्द राम्रो गाइस हामी आज ढेँडो खाँदैछौँ गफ जुत्दैछ यसले चाहिँ अब चाहिँ हाल्यो अब चाहिँ यस्तो पानी किन हिरो यसो निक्लोपट्टि भन्छस् थर्काए युट्युबमा आउँछ केटा यो भिडियो त फेरि निक्लोपट्टि भन्छ यो बुझ्नु परेन हैन हामी ढेँडो बनाएको हाउ टु मेक ढेँडो भनेर यहाँ भिडियो बनाउँदैछ मासुभित्र पाक्दैछ मासुभित्र पाकिसक्यो रे आजको हाम्रो ढेँडो पकाउने चाहिँ हाम्रो बाजे हुनुहुन्छ एक्सपिरियन्स ल है गाई चाहिँ यसरी हाल्नुपर्छ सर लाएर घुमाउनुपर्छ चट्ट यो कहिले पिनाको बाजे भनिदिनु त अस्ति अनि एक हप्ता जति भयो यी मारेको होइन त हजुर हाम्रो तारे भिरको आफ्नै बारीको सर्लक्क लाएर गाइस तारे भिरमा ढेँडो खानु मन लागेको छ भने आउनु होला यहाँ गजबको ढेँडो पाक्छ हामीले चाहिँ 4-5 वर्ष भयो खाने भनेको मौका नमिलेर आज बल्ल टाइम मिलेर मौका मिलेर हामी खान लागेका छौँ 2 दिनको जिन्दगीमा मरिलान के छ र ढेँडो खाइन्छ मरिन्छ भन्ने हो होइन के छ त नि हाम्रो अनि स्कुटी कसरी लाने हो ढेँडो खाएर होइन पहिला भात भन्छ पहिला ढिँडो भन्छ कसैले यसरी मासु मर्छ के यो किन मासेको रे बाजे भनिदिनु त यो डल्लो पर्छ भने डल्लो हुन्छ अब हामीले चाहिँ कति क्वान्टिटीमा हाल्नु पर्यो त्यो पिठो हाल्दाखेरि कति अब यो छड्किँदै हुनुपर्छ अनि त्यहाँबाट पिठो हाल्दै गर्नुपर्छ सर्लक्क थोरै पिठो हाल्ने त्यो यसरी पिठो हाल्नु पर्छ यो चाहिँ कोदोको पिठो हो कोदोलाई इङ्ग्लिसमा के भन्छ रे केटा के भन्छ रे मलाई थाहा छैन ल अब इधर अङ्ग्रेजी मिडियामा पढेको केटाहरूलाई थाहा भएन म झन् सरकारीमा पढेकोलाई त थाहा नै हुँदैन होइन अब यस्तै हो कोदोलाई जे भन्छ तर हामी चाहिँ कोदो चाहिँ कोदै भन्छौँ तपाईँ कुरो पनि गर्नुहोस् त्यहाँ मोबाइलमै बत्ती देखाउनुहोस् हाम्रो बाजेले भन्दै हुनुहुन्छ यहाँ सर्ट लाएर त दोस्तो ढेँडो मस्किँदैछ हामी राई लिम्बू गुरुङ छेत्री बाहुन सबै छौँ छासमिस छौँ हिमाल पहाड तराई बाजे तामाङ ल यहाँ हिमाल पहाड तराई गोले लामा हिमाल पहाड तराई कोही छैन पराई माइला दाई लामा दाई यो छेत्री भाइ यो गुरुङ भाइ यो लिम्बू भाइ कोदो नै भन्दो रहेछ कोदो नै भन्दो रहेछ यो चाहिँ सर्च गर्दै रहेछ गुगलमा कोदो माइल्ड भन्दो रहेछ के भन्दो रहेछ कोदा भन्दो रहेछ कोदो भनेको त पर्वती भाषा भयो तामाङ भाषामा चाहिँ साङ्गा भन्छ अरे साङ्गा साङ्गा अब आफ्नो तेरो भाषामा यसको भाषामा कोदै भन्यो तेरो भाषामा के भन्छ अरे हेर त त्यहाँ हेर न गुरुङ भाषामा के भन्छ भनेर गुगल गरिरहेको जस्तो तपाईँको भाषा उपलब्ध छैन सङ्गलप्रा भन्छ हाम्रो सङ्गलप्ला तामाङ भाषा बस
अनि पर्पजबाट चाहिँ कोदो बन्छ कोदोको पिठो बन्छ चामलको पिठोलाई चाहिँ के भन्छ त तामाङ भाषामा लप्रा त्यसले चाहिँ दसैँ तिहार सेलरोटी पकाउने त्यही त हाम्रो भाषामा लप्रप्ला राप्रपा भने हैन नि फेरि राप्रपा लप्रा आएन भन्नु न नि मलाई पनि थाहा छैन कस्तो यहाँ बोल्न मिल्दैन कि तपाईहरुको कहाँ रे हाम्रो त घर यहाँ त यहाँ भक्तपुर हो अनि राई लिम्बुहरुको त उता छ नि त हाम्रो धरान धनकुटा तुम भन्दो रहेछ नि त म इलम फिदिम म हिलेमा हो र हो ए छ दिनु म त्यहाँ काम गरेको थिएँ नि फुक्ने त्यो ढुङ्ग्रोले भुक्नु त हलुवा हलुवा कोदोको हलुवा मारुल भने यसो दुःख के गर्थ्यो त्यही भने तपाईँहरू भन्नु हामी त पहिल्यैदेखि खाने भन्दा मौका नमिलेर पो त होइन आउनु न यसो भाबीले यसो कसको हलुवा रे बाजेको हलुवा कोदोको हलुवा कोदोको हलुवा बुवाले गाह्रो भएर लोकल रक्सी हैन नि बाजे नोकल गर्छ अघि दिन्छ तपाईँहरू खानुभयो त नि त्यही त यो अन्त तरिका यसरी गरेपछि यो कोल्डे बस्दैन के यो जाडो महिनामा हामीले खाना त तारे भिरमा आएर यसरी हाम्रो यो पुरानो बाजेको होटेलमा कोदो म त जोमानदेखि यसरी पकाएर लोकल कुखुराको झोलसँग खाने विचार गऱ्यौँ हस् धन्यवाद मिठो बोलिदिने तपाईँहरू साथी बोल्नु न ए आए आउँछ नि हामी खाने हामी कता त खाने आउँछ पछि त्यही भयो नि खाउँछ न आयो भने खतम भएन आउँछ आउँछ म चाहिँ जति खतम हुँदैन यो बाजुले सकाइदिन्छौ खाना पाएको दुःख गरेर पकाउने जसरी भिडियोले फुल्छ तपाईँहरू कतै हाइट हो त यसको यो हामी धेर छैन 1500 माथि होला यसै गरी साथीहरू औँसीको रातमा हामी चाहिँ ताराभिरमाथि आज ढेँडो खाने सबै मेरो आँखामा आयो गिटार सहित ल हेर्नु त रमाइलो गरिसक्यौँ हामीले ढेँडो पाक्दैछ यता तपाईँहरू पकाउनु सक्छ यसरी सक्दैन सकिन्न बा सकिन्न हामी सक्ने भए त हामी भएर पकाएर खाइहाल्छौँ फेरि किन खाना हुँदैन 61 वर्षको बुढा म 61 वर्षको बुढा विशालको जम्मा मेरो अनि अझ एक गिलास खाइदिउँ अझ अर्को एउटा पकाइदिनु हजुर कहाँ गयो सुरुबे हामीलाई बुढो मान्छेलाई दुःख दिने केही रहर थिएन तर हामीलाई पकाउन नआएर हामीले बाजेकै हातको खाइदिउँ भनेर अलिकति राम्रो बन्नुपर्छ है अनलाइन त्यही भएर त बोल्दैछु त कस्तो मिठो बोल्दैछु यहाँ मैले पकाएको छिटो हाम्रो बाजेले पकाउनु भएको बाजेको पुरा नाम भनिदिनु त ड्याङ्ग लाएर लु मेरो माइला लामा माइला लामा हजुर पुर्खौली घर पुर्खौली यहाँ तारेभिर अहिलेको हालको पनि तारेभिर कति पुस्ता तारेभिर मेरो हजुर मेरो पहिला त सिन्धुपाल्चोक पुरानो चाहिँ 5 पोखरी तल थाङबाङ गर्जाङबाट उकालो लाग्ने बाटो होइन ल ठिक छ ल अनि हाम्रो म जन्मेको त यही हो मेरो बाउ बाजे चाहिँ उतै हो ल ठिक छ अनि आज हामीलाई के को स्वाद चखाउन लाग्नु भएको छ त तपाईँहरू जे भन्नु चाहिँ होइन जे भन्नु ढिँडो खानु ढिँडो पकाइदिएछ ढिँडो मात्रै भात पनि भातै हुन्छ होइन मासु ढिँडो हाम्रो मैले के मासु मिठो तारेको घरमै पारेको ल्याउ बाजे 2 बोता घरमै पारेको त्यसका साथै हाम्रो भाइलाई रमाइलो गर्दै गीत
हाम्रो अझै रेडी हुँदैछ यसै गरी टेबलमा चाट ल्याउनु कि भाइ ल मिठो हलुवा बाजेको हलुवा बाजे हलुवा बत्ती थियो अघि बत्ती अब भित्र घुम्न गएको छ भित्र बस्न किन आउनु त नि हजुर भित्र बस्न चाहिँ किन आउनु अब अघि बत्ती थियो अघि बत्ती के भयो हामी आवा ताप्छौँ बाजे बन्द गरे बन्द गरौँ बाजे यो मिसिनमा पेलेको कि हातले हौ घट्टाले घट्टामा घट्टा कहाँनिर छ यहाँ बिजुली घट्टा बिजुली घट्टा पो पानी घट्टा पानी घट्टा छैन तल पुग्दा एक खुट्टा चाहिँ तातो एक खुट्टा चाहिँ चिस्छ किन भन्दा अघि किच्दिएर म त किन साकेको भइरहेछ भन्छ ए अनि बल्ल यो त्यहाँ राख्छ फापर त मिक्स छैन नि बाजे फापर मिक्स हालेर फापर मिसाएको होइन कोदोको मात्रै उहाँहरू कोदोको मात्रै भन्नुभएको थियो मकै त मकै पनि थियो हामी कोदोकै ढिँडो खाने भन्नुभएको फापर मिक्स गरेकोले अर्कै हुन्छ मैले त कोदोको मात्रै पकाइदिएको सास जाला मस्काउने यस्तो जब अब म बुढो भइसक्यो ढिँडो ढिँडो खाएको मेरो छोराहरू तपाईँ जत्रो छ हेर्नु या टक्लक्क आउँछ अब ढिँडो आउँछ मानुछ हो हुन ला एकछिन बक कोल्डेछ पाकिसक्यो अब भित्र लगाएर खाने कि तपाईँहरू हामी खाने आगो बसेर भित्र बसेर खाने म घरभित्र बसेर खाँदैन बाजे बत्ती भएन कि अँध्यारो भयो बत्ती बाल्नुपर्छ जसरी अघि त बाल्यो थियो चिम जलेछ अर्को चिम छैन भित्र हामीसँग बस्छ यता रक्सी लिएर हेर्नु या मैले पकाएको ढिँडो खाएको छ तपाईँ जस्तै छ हाम्रो बाजे राम्रो बाजे भोट कसलाई बाजेलाई थाहा ल्याउनु पऱ्यो होइन एकछिन छोप्नुपर्छ होला बाजे हातमा त पर्दैन मामले सबै आइसक्यो मैले तेल पनि हालेँ या तेल पनि हालेँ उहाँहरू तेल हाल्नु रे तेल पनि हालिदियो अलिकति डल्लो छ यहाँ त्यो डल्लो फुटाउनुपर्छ यो यतापट्टिको चाहिँ बनायो भने राम्रो हुन्छ कि बाजेले रुखमा ढिँडो पाकेर बुढो भइसक्यो यसरी के पाक्दो रहेछ भाइ मिठे पसलको हलुवा गिलोक जानुपर्छ अवार्ड अन्सुमन सिर्फ अन्सुमन वाला कोही नै चिनेका अवार्ड अन्सुमन वाला त कसो ढिँडो बाजे हजुर कसो ढिँडो यो गजलघाट तारीबिरको ढिँडो अघि त तपाईँले कोदो भने होइन कोदोको त यो भर्खर तपाईँ तारिबिर भन्नुभयो फेरि तारीबिरको कोदोको ढिँडो हलुवा ल थालेर म बाजे सेतो सेतो है त्यो त माम्री हो मामुली हो माम्री हो छैन मैले त्यत्रो मारिसकेको गाह्रो भयो तपाईँलाई लु धन्यवाद यो बल्ब लिएर जानु अर्को होल्डरको हालत हेर भने के अड्किन्छ होला नि मैले पछि हालत तपाईँ बना तपाईँ पसिदिनु नि त भाइ म मासु लिएर आउँछु होइन होल्डरको हालत त्यस्तो रहेछ हामीले बत्ती बाल्न सक्दैनौँ चाहेर पनि पाउँछ भने अर्को ल्याउनु बत्ती त छैन भने हस् नमस्कार तपाईँको यो फोन तपाईँको फोन तपाईँको आइफोन रे तपाईँको आइफोन भनिदिनु एउटा गीत गाइदिनु खानेछ हजुर पानी त दियो नानी आइया ए मेरो त पानी यही छ अलिकति यहाँ मलाई भनेर फेरि तपाईँ कहाँ कुरा गरिदिनु पानी अलिकतिले मैले जस्तो ढिँडो पकाइदिएँ तपाईँहरू के हुन्छ होला
चिन्छु भाइले बाहिर ढेँडो खाँदैछौँ आज चिसोमा जाडोमा कति भित्र खानु भनेर हामी बाहिर खाँदैछौँ अनि भाइ कस्तो फिल हुँदैछ त आउटडोर ढेँडो खाँदाखेरि जिन्दगी कति हो ढिँडो भन्छ तेरो यो कोदोको ढिँडो त म खाइरहेको यो त फोटो खिच्दै चाहिँ यसको त फर्स्ट टाइम हो जस्तो लाग्यो यो त फोटो खिच्दै चाहिँ यसको फर्स्ट टाइम होला हुन त म फर्स्ट फाइनली हामी चाहिँ ढेँडो रेडी भयो होइन भाइ मक्क छ ढेँडो खानु पाएर मक्क छ अब ढेँडो चाहिँ कसरी खाने भन्दाखेरि चाहिँ यसलाई चाहिँ अलिकति यस्तो बान्ने होइन अनि यसरी चट्ट चोप्ने हो अनि यसलाई ल मेरो अलिकति झोल आएन यसो गर्ने अनि यसो डल्लो पार्ने अनि स्वाल्याक्का यो ढेँडो खानु पऱ्यो मलाई स्वादलाई कसरी डुबाउने मेरो हजुर अघिको पछि ल्याएको सकिएन ला थोरै बाँकी छ अनुहार लुगाउँछ त केटा त अनुहार लुगाउँछ त टोपी खोल्न एकचोटि अनि बनाउँदैछ त टोपी खोल्न होइन म कोदोको ढिँडो त खाइरहन्छु नि ल घरमा अनि म बनाइरहेको हुन्छ म खाँदैन कहिले ल कोदोको त नि खस्रै त हुन्छ त ए साइड